ओ नानी बाबुहरू तिमीहरू खाजामा के खाने रे? तिमीहरू खाजामा के खाने रे? मोमो खाने हो? मन पर्छ मोमो? मन पर्छ? कसलाई मन पर्छ ल हात उठाऊ। मोमो खाने चाहिँ त्यो हात उठाऊ। हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आज धेरै समयपछि चाहिँ मैले सानो एउटा फुड ब्लग लिएर आएको छु। यो चाहिँ फुड ब्लगमा चाहिँ के रहेको छ भने एउटा हाम्रो होम स्टाइल घरमा एउटा मोमो, झोल मोमोको हामी बनाउने तयारीमा छौँ र कसरी चाहिँ हामीले घरमै झोल मोमो आफ्नो परिवारसँग बसेर रमाइलो गरेर एउटा खान सकिन्छ, परिवारसँग खुसी सेयर गर्न सकिन्छ। एउटा सानो ब्लग लिएर आएको छौँ, हेर्दै गर्नु होला हामी कसरी मोमो तयार गरिन्छ। हामी तपाईँलाई पुरा भिडियोमा देखाउनेछौँ, हेर्दै गर्नु होला है त। अनि हामीले यो झोलको लागि चाहिँ टमाटर हामी सर्ट गर्दैछौँ, अनि जिन्जर गार्लिक पेस्ट, अदुवा लसुन पेस्ट होइन सर्ट गर्दैछौँ हामी। बेसार, धनिया पाउडर, खोर्सानी पाउडर, थोरै नुन हाल्नु अलिकति, स्वाद अनुसार नुन, हल्का गरम मसला, अनि झोल मोमो बनाउनलाई हामीसँग सेतो तिल नभएर हामीले यो खैरो तेल युज गरेको छौँ। खैरो रहेको छ, धनिया, हल्का गरम मसला, जिरा रहेको छ, अनि हामीसँग हल्का थोरै टिमुर रहेको छ। टिमुर पनि हामी हालिन्छ किमामा, झोलमा। यो रहेको छ हामीसँग अदुवा लसुन पेस्ट, सिलौटामा पेसेको अर्ग्यानिक। अनि यो चाहिँ प्याज चप भइहाल्यो, धनिया अनि लसुनको पात चप रहेको छ। हामीसँग यो रहेको छ मटन किमा। अब हामी मसला यसमा मिक्स गर्दैछौँ। स्वाद अनुसार नुन, बेसार कलर अनुसार अलिकति हाल, धनिया पाउडर, अब त्यो गरम मसला एक चम्चा भयो। तोरीको तेल, अब हामीसँग किमा पनि एकदम रेडी अवस्थामा रहेको छ, एकदम तयारी छ। किमा एकदम मिक्स भइसकेको छ, दामी भएको छ है। मोमो बनाउन आउँदैन? तिमीलाई मोमो बनाउन आउँदैन? म सिकाउँछु तिमीलाई मोमो बनाउन। मलाई मोमो बनाउन आउँदैन, खान चाहिँ मजा आउँछ। अहिले हामीसँग अब किमाको चाहिँ एकदम रेडी भइसकेको अवस्था नि त। अब चाहिँ मोमो बनाउने। मोमो तपाईँले मोमो बनाउनुलाई हो।
यो चाहिँ होम स्टाइल तरिकामा बनाउँदैछु रेस्टुरेन्टको स्वादमा। हेर्दै गर्नु होला है, तपाईँहरू पनि बनाएर खान सक्नुहुन्छ घरमा। डिजाइन चाहिँ यसरी बनाउने हो घरमा। ल हेर्नुहोस् है, यो चाहिँ होम स्टाइल तरिकामा बनाउँदैछु रेस्टुरेन्टको स्वादमा। हेर्दै गर्नु होला है, तपाईँहरू पनि बनाएर खान सक्नुहुन्छ घरमा। है अलि नजिक लिएर किन देख्नु पर्दैन, यहाँ बनाएको देखाउनु पऱ्यो नि मैले। डिजाइन चाहिँ यसरी बनाउने हो घरमा। ल हेर्नुहोस् है, भेज मोमो बनाउनु चाहिँ यसरी है। तपाईँलाई हेर्ने तरिका पनि देखाइदिन्छु मैले। हामी बाबा छोरीले चाहिँ मोमो बनाउनु लागिरहेछ ट्याक्क लाएर। हामीलाई छोरीले कस्तो बनाउँदैछ अलि हाल न, अघि बनाउनु जान्छ भने होइन। एकछिन है, खुल्छ नि खुल्छ दिलाउनु। बनाउनु नआउँछ भने होइन अघि नचाहिने हातले चल्दैन आफ्नो। ल यसो गर्ने, त्यस्तै डल्लो डल्लो बनाउने। आफूले खानु भइहाल्छ नि, अलिक च्याप्प पार। अहिले त्यो उसिनेर बोइल गर्दाखेरि फेरि फाटिन्छ, च्याप्प पानी पख्ने। मलाई आयो नि, तिमीले बनाएको म हाम्रो भ्युअर्सलाई नि देखाऊ त्यहाँ। केमा ज्याप्प हाल्नुपर्छ क्या, यस्तो डिजाइन हो कि ट्याक्क नि हाल्नु। के छ भान्जा, ठिक छ? तिमीले बनाएको देखाऊ, मेरो बना त बिर्सियो। देखाऊ देखाऊ, यहाँ देखाऊ, क्यामेरा देखाऊ। कसको राम्रो डिजाइन हो, छोरीको राम्रो कि बाबाको राम्रो? मेरो त फर्स्ट टाइम बनाएको है, टक्क पारेर मेरो राम्रो भएन। मोमो अब रेडी अवस्थामा रहेको छ। अनि अब झोल बनाएर झोलमा हामी यसलाई पकाउने तयारीमा छौँ। मोमो चाहिँ रेडी अवस्थामा छ। अब हामी यसलाई पकाएर चाहिँ झोल बनाउने तयारीमा छौँ। हाल प्याज झोल बनाउँदैछौँ। झोल बनाउने के हाल्नु पर्छ त? धनियाँ पाउडर नहाल, पहिले बेसार हाल। बेसार खुर्सानी धुलो अलिअलि, खुर्सानी, नुन हाल्यो। नुन, अब
त्यसपछि झोल मोमोमा देखेन झोल ऊ हाल्ने होइन झोल बनाउनु भनेको झोल मोमो भनेको यो रेडी हुँदैछ उम्लिँदैछ झोल पर्दैन देख्यो देख्यो अब ओह्रालेर यहाँ हाल अब गाई चाहिँ यहाँ हाल्ने हो झोल मोमो टक्क लाएर यसरी बनाएर खान सकिन्छ तपाईँहरूले पनि आफ्नो घर परिवारसँग झोलमा ट्याक्क लाएर आज नि मैले फर्स्ट टाइम खाँदैछु मोमो झोल मोमो बनाउनु मान्छे चाहिँ ऊ हो मोमो चाहिँ खतरा बनाउँछ फेरि व्यञ्जन तर मैले चाहिँ खान चाहिँ आउँदैन के अरे बनाउनु चाहिँ आउँदैन तर मोमो चाहिँ खान चाहिँ आउँछ नि फेरि आज मैले फर्स्ट टाइम झोल मोमो खाँदैछ हो बढ्छ क्या हो भन्ने भयो त भन्ने भयो भोलि खानुहुन्छ नि के भएर फ्राई गरेर जान्दैन है हाल्नु झोल मोमो मामा यसरी बनाइन्छ हामीले चाहिँ तपाईँहरूले कसरी बनाउनुहुन्छ सबै त्यो आफ्नो आफ्नो तरिका छ लगभग अब रेडी भएको अवस्था छ मोमो चाहिँ झोल मोमो कहाँ लाने यो झोलमामा रेस्टुरेन्टमा यता हेर रेडी एक्सन ल खाऊ 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 ल खाऊ सुरु गर अबिनले चाहिँ खाँदैन कति टेस्ट मिठो रहेछ अरे खाए ल ल खाऊ ल खाऊ खै यता देखाऊ त खाए ल ल खाऊ ल कस्तो छ खाएर भन एकदम मिठो छ कस्तो छ मिठो छ मिठो छ एकदम दामी मिठो हो अँ ल ठिक छ मिठो मिठो ल हस् हामी सबै बसेर परिवार आज मोमोको पार्टी एकदम मिठो छ है गाइजहरू मामाको एकदम मिठो तातो खाइ ल खतरा भएछ यार दामी मोमो दामी मोमो कस्तो लाग्यो बच्चाहरू आज चाहिँ मैले फर्स्ट टाइम मोमो झोल आज मात्रै फर्स्ट टाइम खाएको ल ठिक छ खानु सक्दैन है मोमो सानकाले भान्जो यता हेर मोमो खायो तिमीले खायो